हेलो एभ्रिवान, अ भेरी गुड मर्निङ सबैजनालाई। शुभ बिहानीको सुप्रभात है। साथीहरू उठ्नुभयो कि भएन? हामी चाहिँ उठिसक्यो अघि नै हो, टिफिनहरू बनाइसक्यो। अन्त यहाँ चाहिँ यहाँ नानीको टिफिन प्याक गर्न आँटेको। रोटी बनाइदिएको छु नानीलाई है टिफिनमा। नभए चाहिँ रेडी हुँदैछ है। अन्त सन्जु चाहिँ रोटी खाएर पनि गइसकिसक्यो। यहाँ चाहिँ नानीलाई रोटी प्याक गरिदिएको छु है। आलुको सब्जी बनाइदिएको छु, सुक्खा खालको सब्जी। अनि यहाँ चाहिँ फ्रुटमा चाहिँ उसलाई आज आम हालिदिएको छु हो। साथीहरू चिया पिउनु भयो कि भएन तपाईँहरूले है? म चाहिँ उठेर मेरो नानीको टिफिन चाहिँ प्याक भइसकिसक्यो। अब चाहिँ उसलाई एउटा काँटा चम्ची र एउटा चम्ची हालिदिनु पर्ने हुन्छ। अन्त प्रणवी चाहिँ रेडी हुँदैछ, कपाल बाँध्नु मात्रै बाँकी छ उसको है। सब्जी तातो छ क्या अलिकति, सब्जी अलिकति तातै रहेछ। अलिकति सेलाएर मात्रै हालिदिनु पर्यो साथीहरू है। त्यही हो, बिहान त हतार हुन्छ यस्तै कामको हो। बिहान त पुरा हतार हुन्छ कामको। अन्त साथीहरू अब चाहिँ चाय पिउनु पर्यो भनेर चाहिँ चिया बनाएर के ठन्डै भयो। फेरि तताउँदैछु हो। भयो नानी तिम्रो? काङ्गीहरू निकाल, कपाल कोरिदिइहालौँ। टिफिन प्याक भइसक्यो। त्यही हो साथीहरू, बिहान चाहिँ एकदमै हडबडी हुन्छ हो। नानीलाई रेडी गर्नु, खिलाउनु पिलाउनु भयो। कहिले यता ल, यहाँ चाहिँ मेरो छोरी छ है। गुड मर्निङ भन्थ्यो। हेलो गाइस, नमस्ते सबैजनालाई। गुड मर्निङ। गुड मर्निङ। उसको चाहिँ अब कपाल बाँध्नु पर्ने छ। भर्खर नुहाएँ अघि नै, बिहानै उठेर नुहाइ धुवाइ गरिसक्यो है। तिम्रो क्रिम अलिकति तेल पनि लाउनु पर्छ। अघि नै उठेर नुहाइ धुवाइ गरिसक्यो साथीहरू है। अब त्यसको कपाल बाँधिदिनु पर्ने हुन्छ। अन्त चाहिँ खाजा खाएर छोडेर आउनु पर्ने हुन्छ उसलाई हो। काङ्गेलो साथीहरू, त्यही हो है। भेट्दै गरौँ। सबैजनाको दिन राम्रो जाओस्, शुभ जाओस्, मङ्गल जाओस् है। अहिलेको लागि चाहिँ बाई बाई।